र हेलो एभ्रिवान, वेलकम टु माई पेज। तपाईँलाई म आज देखाउन गइरहेको छु। मैले एउटा नयाँ जुत्ता सुज अर्डर गरेको थिएँ। दामी छ, तपाईँले हेरिदिनुहोस् होला। त्यो चाहिँ मैले कहाँबाट अर्डर गरेको भन्दाखेरि चाहिँ एमाजोनबाट गरेको। र म सामानहरू अर्डर गर्ने गरिबस्छु, मेरो लागि प्लस मेरो वाइफको लागि। अन्त यो सानो भिडियो हेरिदिनुहोस् होला। प्लिज लाइक, सब्सक्राइब, फलो गरिदिनुहोस् होला, सेयर पनि गरिदिनुहोस् होला। र स्टे ट्युन। जुत्ताको अनबक्सिङ हेरिदिनुहोस् होला। रहेछ हेरिदिनुहोस्। क्वालिटी हेर्नुहोस्, क्वालिटी हेब्बी छ। क्वालिटी चाहिँ हेब्बी छ, क्वालिटी चाहिँ एकदम। सुल हेर्नुहोस्, दामी छ है जुत्ता चाहिँ। हेभी मन पर्छ क्या मलाई यो जुत्ता चाहिँ। हेर्नुहोस्, अझै अनलाइन हेर्दा त दामी देख्दैछ, तर अझै छेउबाट हेर्दा झन् दामी देख्दो रहेछ क्या। सुइटेबल प्राइस होइन, तपाईँहरूले कमेन्टमा सोध्नु सक्नुहुन्छ। तपाईँहरूले कमेन्टमा भन्न सक्नुहुन्छ नाम र प्राइस कति पर्यो होला। ल, मजाको रहेछ। के हो यस्तो पेपरहरू पनि पाउँछ क्या, मच्चाहरू पनि पाउँछ क्या फ्रीमा। ए रहेछ। ल, कस्तो लाग्यो भनिदिनुहोस् कमेन्टमा। यो चाहिँ मेरो फर्स्ट अनबक्सिङको भिडियो है। अझै आउने छ अनबक्सिङको भिडियोहरू, र तपाईँले हेरेर माया गरिदिनु देखिहाल्नुभयो मेरो यो जुत्ता। र तपाईँहरूले हेरेर माया गरिदिनुहोस् होला। आज मेरो अफ थियो, अन्त सानो भिडियो बनाएको। अन्त कमेन्ट गरिदिनुहोस् होला कुन चाहिँ ब्रान्ड, अन्त नाम के हो जुत्ताको, र प्राइस कति पर्यो होला। लो गाइस।